छड्के सलाम साथीहरू गोब्रो हो कि ठोब्रो हो कि छैन के साथीहरू ल यता साथीहरू माइकको परहरू है फिल्मी लभरहरू होइन हजुर 2000 हेलो साथीहरू सबैलाई मेरो छड्के सलाम साथीहरू मेरो न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत गर्दछु आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्नाले नि हल्का रुगा लगाइरहेको छ साथीहरू होइन अनि आज चाहिँ म चट्ट लाएर जन्ते बाख्रो भन्ने मुभी हेर्न जाँदैछु है साथीहरू अनि मेरो सोच चाहिँ अब नयाँ फिल्म हेरेर नयाँ हलमा फिल्म हेरेर होइन ओल्ड रेकर्ड राख्ने विचार हो होइन सोच छ होइन अब हुन्छ हुने त्यो त थाहा छैन जे होस् फिल्म हेर्ने मेरो बहाना हो साथीहरू अनि फिल्म हेरेर ओल्ड रेकर्ड राख्ने मेरो चाहना हो साथीहरू है त अनि साथीहरू फाइनली होइन काम चाहिँ मैले डाङडुङ गरेर सबै सकाएँ होइन अब चाहिँ लाग्नुपर्ने हुन्छ है त साथीहरू बिहान काम सकाएँ अब बाँकी चाहिँ उताबाट आएर गर्नेछु है त साथीहरू ओके बाई बाई हेलो साथीहरू फाइनली म चाहिँ होइन आधी बाटो आइसकेको छु अनि साथीहरू तपाईँहरूलाई त्यो बाटोमा देखाइ गरेर ल्याउनु मन हुन्थ्यो के गर्नु यो मुखमा लाउने त्यो गोब्रो हो कि ठोब्रो हो कि छैन के साथीहरू अनि त्यो भइदियो भए चाहिँ सर्र बाटोमा देखाउँदै आउनुहुन्थ्यो त्यो छैन त्यही भएर चाहिँ होइन बिच बाटोको भिडियोहरू देखाउन सकिनँ अनि त्यही हो साथीहरू है त अब एकछिनमा हामी हलमा भेट्नेछौँ है त साथीहरू फाइनली साथीहरू म चाहिँ होइन हल आइसकेको छु अनि चट्ट अहिले चाहिँ पार्किङमा छु होइन यहाँ दाजुलाई चाहिँ पार्किङको लाइन सुट भइसकेको छ साथीहरू हेर्नुहोस् फिल्मी लभरहरू है फिल्मी लभरहरू लाइन सुट भइसक्यो खत्रै भइसक्यो है साथीहरू नमस्ते चिन्नु नजान्नु घचेडी माग्नु उसो पहिला चिन्ता गरौँ अनि त्यसपछि घचेडी मागौँ बडो पाल्सी कुरा गर्छस् त को हस् त कमल काम खोज्दै आएको काम खोज्नलाई विदेश जाने गाउँघरमा कसले काम दिन्छ यत्रो घरको मालिक जस्तो मान्छे हजुर कहाँ त्यसरी भनेर भयो त छ भनेर भयो त दिनलाई काम हुनु परेन यत्रो घर छ यत्रो खेतबारी छ काम त कसो नहोला र अब यो उमेरमा हजुरको हड्डी फुस्कियो भने त जोड्न हम्मे पर्छ बरु यसो गरौँ मलाई हलिराख्नु टाकटुकै काम सबै म सकिदिइहाल्छु टन्टै साफ देशमा आर्थिक सङ्कट लाग्यो बेला आफै त कस्तोमा हलिबस्नु जाउँ जस्तो स्थिति छ तँलाई हलिराख्नु तल्लो दिनु पर्दैन हजुर मलाई खाना पनि म घरबाटै खाएर आउने हो महिनाको 1000 तलब मै दिने भयो हजुरलाई ल 1000 रुपियाँ तलब दिने उल्टै होइन हजुर 2000 3000 3500 के अरे अलि पनि तै बस्न आउने खाना पनि घरबाट खाएरै आउने अनि महिनाको 3500 उल्टै तैँले मलाई तलब दिने हजुर मूर्ख सम्झिस मलाई
ए यति तल मात्र जसले नि राख्छ मलाई अलि यहाँ नभए के हो अर्कै ठाउँमा जान्छु म आखिर जसकोमा बस्यो भने ग्रह दशा कटिहाल्छ के अरे अलि सर भाइ यहाँ सुन्नु न भनेपछि भाइ चाहिँ ग्रह दशा काट्नलाई पो हलिबस्न खोजेको हो त पहिल्यै भन्नुपर्छ नि ल आजैदेखि भाइको जागिर सुरु पैसा एडभान्स ए काम सुरु हुनुभन्दा पहिले एडभान्स भनेपछि भाइको ग्रह दशा चाँडै कट्ने भयो झन् त्यो बाख्रो फिल्म चाहिँ एकदम दामी रहेछ है साथीहरू एकदम दामी छ होइन तपाईँहरू नजिकको हलमा गएर हेर्न सक्नुहुन्छ त्यो बिहान भएर होला खासै मान्छे चाहिँ थिएन होइन तर फिल्म चाहिँ ओभरअल एकदम दामी छ है साथीहरू है सबजना हेरिदिनु होला एकदम राम्रो छ पैसा वसुल हुन्छ है साथीहरू है त अब चाहिँ हामी घर लाग्नुपर्ने हुन्छ है त साथीहरू अनि लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू